हेलो नमस्ते कृषक दाजुभाइहरू। आज म चाहिँ यो काँक्रा लगाएको महिनौ दिन पछाडि फेरि तपाईँहरूलाई चाहिँ यो काँक्राको अवस्था कस्तो भएको छ भनेर चाहिँ तपाईँहरूलाई चाहिँ एउटा चाहिँ भिडियो देखाउन गइरहेको छु। ल हेर्नुहोस्, पछिल्ला पनि ससाना पछिल्लाहरू पनि लागिसकेका छन्। यो एक महिनामा यतिको भएको छ। र चाहिँ यो लगाउने तरिकाहरू कसरी लगाउने र चाहिँ यो थाक्रा दिने सम्बन्धमा पनि मैले तपाईँहरूलाई चाहिँ पहिले नै भिडियो देखाइसकेको थिएँ। र आज पनि अब लगभग अब यसमा चाहिँ हामीले चाहिँ यो मल दिने बेला भइसके जस्तो छ। यो बचिलाहरू चाहिँ ससाना बचिलाहरू चाहिँ धेरै आएको देखाउन गइरहेको छु म हजुरलाई। हेर्नुहोस् यतिको यो बचिलाहरू लागिसकेका छन्। र अब चाहिँ यसमा राम्रोसँग चाहिँ हाम्रो चाहिँ यहीँको अर्गानिक मलहरू, गाईको गउँतहरू मिसाएर, भैँसीको गउँतहरू, गोबरहरू मिसाएर चाहिँ हामीले यसमा यो मल दिने काम गऱ्यौँ भनेदेखि अबको 15-20 दिनमै हामीले चाहिँ यो काँक्रा चाहिँ नि टिप्नेलाई चाहिँ नि तयार हुन्छ। र यो बिरुवाहरू चाहिँ खासै त्यति नराम्रोहरू पनि छैन। हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो भिडियो हेरिसकेपछि कमेन्ट चाहिँ गर्न नबिर्सिदिनु होला कस्तो छ। हेर्नुहोस्, हामी चाहिँ यो मेरो यो चाहिँ नि अर्गानिक एग्रो नेपाल काँक्रा खेती यो कृषि फार्मको नाम अर्गानिक एग्रो नेपाल हो। र चाहिँ आज पानी हाल्ने तयारीमा हुनुहुन्छ त मेरो श्रीमती। बुढी पानी हालिसक्यो? अझै 3 लाइन बाँकी छ। पानी त राम्रै आएको छ नि त होइन? मेरो बुढी पानी हाल्दैछन्। म चाहिँ बिहान बेलुका नै यसलाई टाइम दिइरहेको छु। अब म चाहिँ आज चाहिँ यो काँक्राको यस्तो अवस्था चाहिँ देखाउन गइरहेको छु। भोलि तपाईँहरूलाई चाहिँ म चाहिँ हाम्रो यहीँको चाहिँ यो अर्गानिक मल मैले तयार बनाएर राखेको छु। त्यो मल हाल्नेको र चाहिँ मल बनाउने आइडिया समेत दिएर तपाईँहरू चाहिँ सामु आउनेछु। र अहिले यति मैले चाहिँ यो भिडियो तपाईँहरू सामु छोड्न गइरहेको छु। हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला मेरो च्यानल अर्गानिक एग्रो नेपाल। धन्यवाद।